皆さん、おはようございます。私は田村先生です。नमस्ते, म तामुरा सेन्से। यो भिडियोमा मैले निहोङ्गो सोमाटोमे एन्ट्री ग्रामरको भिडियो लिएर आएको छु। यसमा हामी फर्स्ट विकको चौथो दिन यानि कि दाई इस्युको योखामेको ग्रामर लिएर आएको छु। टाइटल रहेको छ गाम्बारानाकुच्या मेहनत नगरी हुँदैन है। र अर्को टाइटल रहेको छ देखिरु योनि नात्ता आई एम गेटिङ बेटर। अब मैले गर्न सक्ने भएँ भन्ने कुरा रहेको छ नि। अब हामी यो ग्रामरको एक्सप्लेन गर्दैछौँ है त। ओके, सो तपाईँले भिडियोमा हेर्नुभयो भने चाहिँ स्क्रिनमा हेर्नुभयो भने चाहिँ यता एकजना सानो बच्चा र आमा दुईजना चाहिँ यता कुराकानी गर्दै रहेछ नि। सो यता कस्तो सिचुएसन छ, कस्तो अवस्था छ भने चाहिँ केटा मान्छेले चाहिँ यो एउटा स्याउको बोक्रा है, स्याउको बोक्रा चाहिँ चक्कुले चाहिँ तासिरहेको होइन, छिलिरहेको जस्तो देखाइरहेको छ भने आमा चाहिँ चिन्ता लिइरहेको छ नि। सो बच्चाले के भन्छ होला नि, उमाको देखिरु योनि नात्ता, राम्रोसँग गर्न सक्ने भएँ। आमाले चाहिँ चिन्ता लिएर त्यो केरा नै यो नि के हो चुकेते, हात नकाटियोस् है, ध्यान दिनु है भन्छ आमा चिन्ता लिइरहेको छ है। सो यो योनि फर्मसँग रहेर चाहिँ हामी यो ग्रामरको बारेमा यो च्याप्टरमा डिस्कस गर्नेछौँ। यो च्याप्टरको पहिलो ग्रामर रहेको छ वासुरे नाइ योनि सिमास्यो, यानि कि सामानहरू नबिर्सिने प्रयास गरौँ। ओके, सो यो योनि फर्म चाहिँ यदि तपाईँले चाहिँ N4 है, मिना निहोङ्गोको N4 तपाईँले हेर्नुभएको चाहिँ यो लेसन 36 मा रहेको चाहिँ ग्रामर हो योनि फर्म भनेको। ओके, सो यो N3 मा चाहिँ कसरी यो योनि फर्म चाहिँ चेन्ज भएर आएको छ हामी फर्स्टमा हेरौँ है त। सो फर्स्ट योनि फर्मको चाहिँ ग्रामर रहेको छ भर्बको डिक्सनरी फर्म प्लस योनि सुरु। यो ग्रामरको अर्थ रहेको छ गर्ने प्रयास गर्नु, बानी बसाल्नु, सधैँ गर्ने कोसिस गर्नु, कुनै राम्रो बानी बनाउनु वा नियमित रूपमा केही गर्न प्रयास गर्दा प्रयोग गरिन्छ। ओके, सो यसको संरचना हेर्नुपर्दा भर्बको डिक्सनरी फर्म जिसो केही प्लस योनि सुरु हुन्छ। अब म यो केही उदाहरणबाट हजुरलाई एक्सप्लेन गर्न कोसिस गर्नेछु। इचिबाङ माइनिची निहोङ्गो ओ बेङ्क्यो सुरु योनि सितेइमास, म हरेक दिन जापानिज भाषा पढ्ने प्रयास गर्दैछु। निबाङ माइ आशा हायाकु ओकिरु योनि सितेइमास, म हरेक बिहान चाँडै उठ्ने बानी बसाल्दैछु। सानबाङ यासाई ओ ताकुसाङ ताबेरु योनि सितेइमास, म धेरै तरकारी खाने प्रयास गर्दैछु। योनबान माइनिची उन्डो सुरु योनि सितेइमास, म हरेक दिन व्यायाम गर्ने बानी बसाल्दैछु। गोबान वासुरेना योनि मेमो ओ खाकु योनि सितेइमास, म नबिर्सियोस् भनेर नोट लेख्ने बानी बसाल्दैछु। ओके, त्यसै गरी अर्को ग्रामर रहेको छ भर्बको नाइ फर्म प्लस योनि सुरु। अर्थ नगर्ने प्रयास गर्नु अथवा खराब बानी छोड्न वा कुनै काम नगर्ने प्रयास गर्दा प्रयोग गरिन्छ। संरचना भर्ब नाइ फर्म प्लस योनि सुरु। उदाहरणहरू हेर है त। इचिबाङ योरु ओसोकु नेनाइ योनि सितेइमास, म राति ढिलो नसुत्ने प्रयास गर्दैछु। निबान ओखासी ओ ताबेसुगी नाइ योनि सितेइमास, म धेरै मिठाई नखाने प्रयास गर्दैछु। सानबान चिकोकु सिनाइ योनि सितेइमास, म ढिलो नपुग्ने प्रयास गर्दैछु। योनबान ओसाके ओ नोमानाइ योनि सितेइमास, म रक्सी नपिउने प्रयास गर्दैछु। गोबान सुमाहो ओ चुखाइसुगी नाइ योनि सितेइमास, म मोबाइल सुमाहो अथवा चाहिँ सुमाहोलाई स्मार्टफोन पनि भनिन्छ नि, अथवा मोबाइल पनि भयो केटाइ, म मोबाइल धेरै प्रयोग नगर्ने प्रयास गर्दैछु। ठिक छ, यसरी हामी चाहिँ फर्स्ट ग्रामर गऱ्यौँ। अब दोस्रो ग्रामर रहेको छ यो च्याप्टरको चाहिँ किकोएर योनि हानासु भनेको सुनिने गरी बोल्नु। ओके, त्यसको ग्रामरको स्ट्रक्चर हेरौँ। सो अघिको जस्तै भर्बको डिक्सनरी फर्म प्लस योनि रहेको छ। यसको अर्थ चाहिँ कस्तो हुन्छ, ताकि अथवा यस उद्देश्यले, उद्देश्य वा लक्ष्य देखाउन प्रयोग हुन्छ यो ग्रामर चाहिँ। सो भर्बको डिक्सनरी फर्म प्लस योनि। उदाहरणहरू हेरौँ है त। वासुरेना योनि मेमो ओ खाकिमास, नबिर्सियोस् भनेर नोट लेख्छु। गो खाकु सुरु योनि माइनिची बेङ्क्योसिमास, पास हुनको लागि हरेक दिन पढ्छु। योकु किकोएर योनि माएनी सुवारिमास, राम्रोसँग सुनियोस् भनेर अगाडि बस्छु। कोदोमोगा वाखारु योनि सेचुमेसिमास, बच्चाले बुझोस् भनेर सम्झाउँछु, व्याख्या गर्छु। निहोङ्गोगा हानासेरु योनि माइनिची रेन्चुसिमास, जापानिज भाषा बोल्न सकियोस् भनेर हरेक दिन अभ्यास गर्छु। ओके, अर्को ग्राम रहेको छ भर्बको नाइ फर्म प्लस योनि। अर्थ नहोस् भनेर अथवा नगरोस् भनेर, कुनै नराम्रो कुरा नहोस् भन्ने उद्देश्यले
यो प्रयोग गरिन्छ ओके संरचना हेर्नुपर्दा भर्बको नाइ फर्म प्लस योनी फर्म युज गरेको छ है सो उदाहरणको लागि है हामीले नाइ फर्म N5 तिर पढेको फर्म भयो ओके यसलाई हामी यता युज गर्छौँ है त ओकुरेना योनी हायाकुदेमास ढिला नहोस् भनेर चाँडै निस्कन्छु वासुरेना योनी मेमोसिमास नबिर्सियोस् भनेर नोट गर्छु ब्योकिनी नाराना योनी योकुनेमास बिरामी नपरोस् भनेर राम्रोसँग सुत्छु खाजे ओ हिखाना योनी अताताकाई फुकुओ किमास रोकाखोकी नलागोस् भनेर न्यानो लुगा लगाउँछु माचिगाएना योनी युक्कुरी यासुमिमास गल्ती नहोस् भनेर माचिगाएना योनी युक्कुरी योमिमास गल्ती नहोस् भनेर बिस्तारै पढ्छु ओके है आरिगातो गोजाइमासिता त्यसपछि यही योनी फर्मको चाहिँ अर्को तेस्रो नम्बरको भर्ब रहेको छ यो भर्बमा चाहिँ हामी रेरु फर्म है यो भनेको तपाईले चाहिँ गर्न सक्छु भन्ने फर्म भयो यो गर्न सक्छु फर्म भनेको तपाईँ N4 तिर खानो फर्म भनेर सुन्नुभएको होला है खानो फर्म है यो चाहिँ मिनान निहोङ्गोको लेसन 27 लेसनमा पढेको एउटा यो चाहिँ ग्रामर हो खानो फर्म है यो खानो फर्म प्लस योनी फर्म युज गरेर अर्को चाहिँ हामी चाहिँ ग्रामर पढ्छौँ है त सो यो फर्मको चाहिँ मेन उद्देश्य मेन अर्थ चाहिँ के हो भन्दा चाहिँ सकियोस् भनेर हैन यसो काम गर्न सकियोस् भनेर अथवा सक्षम हुनका लागि हैन कुनै क्षमता प्राप्त गर्ने उद्देश्यले चाहिँ देखाउँछ यो फर्मको लागि है सो यो फर्म चाहिँ हामी अगाडि बढ्नको लागि पहिला हामी N4 तिर पढ्नुभएको तपाईहरुले खानो फर्म बनाउने तरिका चाहिँ हामी फर्स्टमा सिक्छौँ है त सो हामी ग्रुप 1 को भर्बमा जान्छौँ यो अलिकति तपाईले रिभाइज पनि हुन सक्छ ओके खानो फर्मको कुरा है त सो ग्रुप 1 को रुल्स भन्नु पर्दाखेरि भर्बको अन्तिम ध्वनि ई साउन्ड है ग्रुप 1 भनेको त हाम्रो मासको अगाडि ई साउन्ड आउने हैन ई साउन्डलाई हामी चाहिँ ए साउन्डमा कन्भर्ट गरे बनाउनु पर्छ हामीले ओके फर एक्जाम्पल इकिमास आएको छ है यो कीलाई हामी चाहिँ ए साउन्ड हामी के गरिदिन्छौँ इकिमासको इकेमास भइदिन्छ है सो इकेमास भनेको जान्छु इकेमास भनेको जान सक्छु हुन्छ ओके त्यसै गरी अरू एक्जाम्पल हेर्नु त ग्रुप 1 को खाकीमास लेख्छु कीको ए साउन्ड भनेको के खाकीमास खाकेमास भनेको लेख्छु लेख्न सक्छु योमिमास लेख्छु योमिमास पढ्छु योमेमास पढ्न सक्छु अथवा डिक्सनरी फर्म लाँदा चाहिँ योमिमासको योमेरु खाकेमासको खाकेरु है लेख्न सक्छु योमेरु पढ्न सक्छु भयो हानासिमास बोल्छु हानासेमास सीको ए साउन्ड से भयो हानासेमास अब हानासेमासले डिक्सनरी फर्म लाँदा हानासेरु हुन्छ रुट फर्ममा लाँदा अनि हानासेरु भनेको चाहिँ बोल्न सक्छु माचिमास कुर्छु मातेमास अथवा डिक्सनरी फर्म लाँदा रुट फर्म लाँदा मातेरु पर्खनु अथवा कुर्न सक्छु खाइमास किन्छु खानो फर्म खाएमास रुट फर्म खाएरु किन्न सक्छु भन्नुभयो त्यसै गरी ग्रुप 2 को फर्म हेरौँ है त ग्रुप 2 को चाहिँ भर्बको मास हटाएर रारे मास जोडिन्छ उदाहरणको लागि चाहिँ सिराबे मास छ मासलाई हटाएर हामी सिराबे रारे मास भनी युज गर्छौँ सो सिराबे मास खोज्छु सिराबे रारे मास भनेको खोज्न सक्छु र यसको डिक्सनरी फर्म भनेको चाहिँ सिराबे रारेरु भइदिन्छ ओके ग्रुप 2 को अर्को भर्ब हेरौँ ताबेमास खान्छु मास हटाएर ताबे रारे मास डिक्सनरी फर्म रुट फर्म ताबे रारेरु खान सक्छु मिमास हेर्छु मास हटाएर मिरारे मास रुट फर्म मिरारेरु हेर्न सक्छु ओसिए मास सिकाउँछु भन्छु ओसिए रारे मास रुट फर्म ओसिए रारेरु सिकाउन सक्छु आखेमास खोल्छु खानो फर्म आखेरारे मास रुट फर्म आखेरारेरु खोल्न सक्छु नेमास सुत्छु खानो फर्म नेरारेमास रुट फर्म नेरारेरु सुत्न सक्छु ओके त्यसै गरी ग्रुप 3 मा रहेको छ सिमास गर्छु सिमासको खानो फर्म भनेको देकिमास हुन्छ रुट फर्म देकिरु गर्न सक्छु किमास आउँछु रुट फर्म खानो फर्म कोरारेमास रुट फर्म कोरारेरु आउन सक्छु ओके यसरी हामी चाहिँ खानो फर्म चाहिँ यसरी चेन्ज गर्न सक्छौँ है त खानो फर्म चेन्ज गर्छौँ ओके खानो फर्म प्लस योनी फर्म युज गरेर अब हामी चाहिँ कसरी चेन्ज हुन्छ अब हेरौँ है त है उदाहरणबाट म एक्सप्लेन गर्नेछु निहोङ्गोगा हानासेरु योनी माइनिची बेङ्कुसिमास जापानिज भाषा बोल्न सकियोस् भनेर हरेक दिन पढ्छु खान्जीगा योमेरु योनी रेन्चुसिमास खान्जी पढ्न सकियोस् भनेर अभ्यास गर्छु सो कान्जी भाषा है खान्जी ओके 3 नम्बरमा जाउँ ओयोगेरु योनी माइस्यु रेन्चुसितेमास पौडिन सकियोस् भनेर हरेक हप्ता अभ्यास गर्दैछु है योनबाङ पियानोगा हिकेरु योनी माइनिची रेन्चुसिमास पियानो बजाउन सकियोस् भनेर हरेक दिन अभ्यास गर्छु गोबान हितोरिदे रेउरी देकिरु योनी नारात्तेमास एक्लै खाना बनाउन सकियोस् भनेर सिक्दैछु
है आरिगातो गोजाइमास यसरी रहेको छ हाम्रो चाहिँ खानो फर्म युज गरेर चाहिँ योनी फर्म युज गरेको है ओके त्यसैगरी यो लेसनको तेस्रो ग्रामर रहेको छ चुखाएर योनी नात्ता प्रयोग गर्न मिल्ने भयो भने बुझ्यो हैन ओके यो ग्रामरको एक्सप्लेनेसन अब हेरौँ है त यो ग्रामर रहेको छ भर्बको डिक्सनरी फर्म प्लस योनी नारु यो अर्थ रहेको छ बानी पर्नु अहिलेदेखि गर्न थाल्नु परिवर्तन भएर त्यस्तो हुनु समयसँगै आएको परिवर्तन वा नयाँ बानी चाहिँ जनाउँछ यसले है यो ग्रामरले चाहिँ योनी नारुले चाहिँ ओके यसको डिक्सनरी फर्म प्लस योनी नारु है ओके उदाहरणबाट चाहिँ एक्सप्लेन गर्न कोसिस गर्छु है त माइनिची उन्डो सुरु योनी नारीमास्ता म अहिले हरेक दिन व्यायाम गर्न थालेको छु है भनेको नयाँ बानी चाहिँ उसले पारिरहेको छु भन्ने बुझिन्छ नि मैले चाहिँ ओके यासाई ओ ताबेरु योनी नारीमास्ता म अहिले तरकारी खान थालेको छु पहिला चाहिँ त्यति खाँदैन थिएँ तर अहिले चाहिँ खान थालेको छु भनेर लाग्यो साम्बाङ आशा हायाकु ओकिरु योनी नारीमास्ता म अहिले बिहान चाँडै उठ्न थालेको छु योनबान होङ ओ योमु योनी नारीमास्ता म अहिले किताब पढ्न थालेको छु गोबाङ निहोङ नो न्युज ओ मिरु योनी नारीमास्ता म अहिले जापानका समाचार हेर्न थालेको छु है ओके देस सो यही नै हाम्रो चाहिँ यो लेसनको चाहिँ ग्रामर रहेको छ है सो तपाईले चाहिँ यो हाम्रो निहोङ्गो सोमातोमेको है निहोङ्गो सोमातोमेको फर्स्ट विकको चौथो दिनको ग्रामर तपाईको योनी फर्म जुन तपाईको चाहिँ हाम्रो N4 को ग्रामरसँग म्याच भएको ग्रामर हामी चाहिँ यसमा थोरै डिस्कस गर्यौं ओके सो यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यसपछि पनि हाम्रो अर्को च्याप्टरहरु पनि कन्टिन्यू गर्दै गर्नेछु सो कृपया यो च्यानललाई लाइक सब्स्क्राइब गरिदिनु भएर हामीलाई चाहिँ प्रोत्साहन दिनुहुन्छ भन्ने चाहिँ आशा गरेको छौं अर्को भिडियोमा हामी फेरि भेटौँला मिनासाङ इशोनी गाम्बारिमास्यो निहोङ्गो एन्साङ ओ गाम्बारिमास्यो मिनासाङじゃそれでは最後までこの動画を見てくれてどうもありがとうございましたそれでは次のビデオにお会いしましょう皆さんお疲れ様です頑張ってください